आज चाहिँ हामी लुङदर टाङ्ने प्रोग्राम दिन राम्रो रहेछ आज। अब यहाँ लगभग हामी बौद्धमा पुगिसकेछौँ, बौद्धको छेउछाउ सालतिर। अनि आज हामी चाहिँ मणिचुट जाने हो। अब यहाँबाट अगाडिको गाडीमा चाहिँ ओमोदमा चाहिँ आङपेम्पा चिजिङआङ ढोका आङछेरिङ र टासिनामजेल छ भने यता चाहिँ हामी तीनजना, म दायाङजी ममा यता पछाडि छौँ। अनि यहाँ चाहिँ अब चाहिँ बौद्ध पुग्यो। अब यहाँबाट चाहिँ बौद्धको दर्शन गरौँ। माथि केप्सुम छेउ छत्रवाद अब यो चाहिँ माथि साँखु जाने बाटो भयो। यो बर्माखेलबाट चाहिँ यता यो कागेश्वरी जाने बाटो एउटा रहेछ। अब यो बाटोमा लाग्यौँ है हामी चाहिँ। पिच बाटै हो कि अफरोड बाटो हो? अफरोडै जस्तो छ। पिच बाटो भने पिच बाटो जस्तो छ। यो कागेश्वरी जाने बाटो यो चाहिँ। Right. Yeah, we did that, but now not anymore. अब यो डाँडा शिवपुरी डाँडा हो यो। हामी अलिकति यता उतिर पुगेछौँ सुन्दरी जलतिर। Yeah, but I think she recognized the photos. कागेश्वरी नजिकैबाट। Ah, she did? What? Okay. Answering. Okay. कागेश्वरीमा पाल्नु हुने अब हामी चाहिँ हल्का उकालो चढ्दैछौँ। यो चाहिँ ढलान बाटो रहेछ। Anyway, that's at least I know what's. यो बाटो चाहिँ यता हो कि त्यता हो? अब एकछिन। Okay. ल अब ढलानको बाटो सिद्धिएर अब चाहिँ अफरोड बाटोमा पुग्यौँ हामी। अफरोड बाटोमा यहाँ अब आउँदैको गाडी अगाडिबाट मान्छेले सोधी गइरहेछ। ओमन्दा चाहिँ यसो हेर्दाखेरि अलिकति क्लियरेन्स चाहिँ कम्ती नै छ जस्तो लाग्यो मलाई चाहिँ। नत्र अब गाडी चाहिँ त पोखरा सोखरा जाने भए त गजब रहेछ। अब आज यो चाहिँ उसको लागि टेस्ट ड्राइभ जस्तो पनि भयो अफरोडमा। कुनै दिन फेरि जोक चल्यो भने खुम्बुइला होला कि। खुम्बुमा त कहाँ लाने? खुम्बुमा त बोकेर लगेपछि हो। ल तल चाहिँ काठमाडौँ सहरको भ्यू गजब देखिरहेछ यहाँबाट। ब्युटिफुल, भेरी ब्युटिफुल देख। ल अब यो चाहिँ एउटा राम्रो ठाउँमा पुग्यौँ हामी। यहाँ चाहिँ यस्तो छ, एकचोटि यहाँ बसेर आराम गरेर भ्यू हेरौँ। बाटो यही होला। अब त त्यो मेन उताबाट आउने बाटो जोड्न धेरै टाइम लाग्दैन। गाडी त कुद्दो रहेछ त। हेलिप्याड पनि रहेछ नि यहाँ, एउटा हेलिप्याड पनि रहेछ यहाँ। अनि यो चाहिँ चाङ्गु नारायण ऊ त्यहाँ चाङ्गु नारायणमा चाहिँ हिजो चाहिँ अब सबभन्दा संसारकै सानो रथ यात्रा थियो। सुमुदा यो चाहिँ ठ्याक्कै वज्रयोगिनी साँघुको त्यो माथिको त्यो डाँडाको टुप्पो चाहिँ त्यही होला क्या। यो चाहिँ ओमन्दले राम्रै गरिरहेछ। उकालो राम्ररी तानिरहेछ। आङबेम्बा माथि उकालो कटिसक्यो, देख्न लाग्यो त्यो रुखको छेउमा हो त्यहाँ। ल
कट्यो है कट्यो यहाँ ल टर्निङ पनि साप साप छ ठाडै उकालो सेकेन्ड टर्निङ यस्तो छ आउँदै भएको गाडीले आज चाहिँ पुरस्कार पाउँछ है ल गइरहेछ उता ल अगाडि त्यो सिङ्गीमै चलाउँदै होला अब चाहिँ हामी शिवपुरी नागार्जुन नेसनल पार्कभित्र इन्ट्री गऱ्यौँ इन्ट्री पोस्ट चाहिँ देखेँ होइन नत्र त्यहाँ चाहिँ इन्ट्री गरेर जानु पर्थ्यो इन्ट्री पोस्ट ऊ चाहिँ देखिन तर बाटो चाहिँ अब यस्तो छ अब यो जङ्गलको बाटो राम्रो छ अब चाहिँ ल हिँड्ने बाटो त्यहाँबाट रहेछ फाइनल्ली अब हामी चाहिँ यो सुन्दरी जलबाट आउने मेन रोडमा पुग्यौँ गाडी यहाँ पार्किङ गरेर अब चाहिँ उताबाट हो जाने अब चाहिँ यहाँबाट उकालो चढ्ने हो माथि ल अब यो अघि सुन्दरी जलबाट आयो भने त्यो बाटो हो अहिले यो हामी आएको चाहिँ यो बर्मखेल त्यो कागेश्वरीबाट र यो के अरे उता वज्रयोगिनीबाट आउने बाटो चाहिँ साँखुबाट आउने बाटो यहाँबाट हो ल अब यहाँबाट मणिचुट टेम्पल माथि अनि झुले उता अनि यो के अरे सुन्दरी जल चाहिँ तल अब यहाँ चाहिँ यहाँबाट चाहिँ लामो सिँढी रहेछ वरिपरि बाटोको छेउछेउतिर चाहिँ प्रेयर फ्ल्याग्स राखेको रहेछ यस्तो छ अनि हाम्रो बाँकी टिम यता आउँदैछ गाडी चाहिँ अलिअलि छुयो अरे अम्बा है पावर त राम्रो रहेछ ब्याट्री बाटोमा निस्के लाग्यो भने पिर चाहिँ लाग्यो कता कता पाता त छोयो होइन पाता त छुन्छ होइन यहाँबाट बाटो त अब त तेर्सो हो यही बाटो मात्र हो कति रिजोर्टसम्म समस्या छैन ए थोला फोन घेऊ जो लाली गुराँस अलिअलि फुकिलिएछ यो अलिअलि होइन टन्नै फुलेछ त्यहाँ लाली गुराँस अजम्बरी चम्पचमेली भन्ने यहाँ रहेछ छ म दिएको ल कुरुमी ओहो लटरम्मै रहेछ ल अब उकालो सिध्यो है लगभग उकालो सिध्यो अब यहाँ पुग्यो जोस् यो बाटो चाहिँ अहिलेसम्म हेर्दाखेरि सफै रहेछ यहाँ चाहिँ फोहोर जम्मा यसरी गरेर रहेछ मान्छेले चाहिँ फोहोर चाहिँ यसरी फालिरहेको देखियो अहिलेसम्म माथि कस्तो छ थाहा छैन एक दुईवटा टुक्रा मात्र त्यहाँ रहेछ बाँकी राम्रै हालेछ अब चाहिँ तेर्सो बाटो हल्का तेर्सो बाटो यहाँबाट अलिकति उता गएपछि एक ठाउँ पुग्छ त्यहाँबाट चाहिँ वेदर क्लियर छ भने माउन्टेन भ्यू एकदम राम्रो देख्छ तर आज अलि क्लाउडी नै रहेछ हाई क्लाउडहरू रहेछ माउन्टेन अलि नदेखिएला कि जस्तो लाग्यो मलाई छैन अहिले त ल यो चाहिँ अब साउथ कोल यो चाहिँ साउथ कोल यो चाहिँ राम्रो मैदान छ यहाँ पिकनिक खान मिल्ने
यस्तो छ अब यसको यहाँबाट चाहिँ उकालो सिधियो र लुङदर गर्ने ठाउँ चाहिँ यहाँ पनि राम्रो रहेछ यहाँ राम्रो बनाएछ अब आजङ बेम्बोले चोर्पा गर्दैछ फेरि अब यहाँबाट हल्का तेर्सो लाग्नुपर्छ अलिकति जङ्गलै जङ्गल बिचको बाटो एकदम राम्रो छ बाटो राम्रो छ रमाइलो बाटो छ नेचुरल बाटो यो जङ्गलको बाटो अति राम्रो छ रमाइलो अति रमाइलो मनै आनन्द हुन्छ यहाँ पुग्दाखेरि हुन चाहिँ तीर्थ देवी देवताको बास गरेको ठाउँहरू सबै मन शान्त गर्ने हामीले नै शान्त पार्ने रमाइलो ठाउँहरू हुन्छ र यहाँ पुग्दाखेरि पनि यसले चाहिँ धेरै शान्तिको आवाज दिन्छ सबैलाई अब हामी यहाँ चाहिँ एउटा यहाँ चाहिँ यो चाहिँ यसलाई चाहिँ नागलु भन्छ हामीले नागस्थान ल अब पुग्यो है मणिचुट ओके हो मणिचुट दह पुग्यो च्याप्सुम छियो ल यहाँ कस्तो सफा बनाएछ ल कस्तो सफा बनाएछ कस्तो राम्रो ठाउँ रहेछ यहाँ वाउ ब्युटिफुल ब्युटिफुल आमामा हेर्नु त ल ल ल ल्याउले वै ल ल यो चाहिँ मणिचुट दह अनि आज हाम्रो लुङदरको प्रोग्राम यही हो अब यहाँ हेर हेर्नु त टासी तल छाया रिफ्लेक्सन हेर्नु वाउ यहाँ चाहिँ स्वच्छ पानी पनि आउँदै रहेछ यहाँ त अब यो धाराको छेउमा यहाँ चाहिँ एउटा उ रहेछ यो भित्र चाहिँ गौतम बुद्धको स्ट्याचु राखिएको रहेछ माथि यसरी यस्तो छ अनि त्यहाँबाट यसकै छेउमा चाहिँ यता मणिचुट यहाँ उहाँको मणिचुटको जातक उ लेखिएको जस्तो लाग्यो तल त्यहाँ अनि यहाँ माथि चाहिँ उहाँको मणि चाहिँ करौतीले काटेको एउटा शिला राखेको रहेछ यता त्यो चाहिँ यहाँ छ ल अब आज चाहिँ यहाँ अर्को ग्रुपहरू पनि आएछ लुङदर गर्नलाई ल अब यहाँ चाहिँ कोरा गर्न मिल्छ है यसरी कोरा गर्न मिल्ने ठाउँ बनाएको छ साखु वज्रयोगिनीको पछाडि रहेको पहाडको शिखरमा रहेको पवित्र तीर्थस्थल मणिचुट शाक्य मुनि बुद्धको पूर्व जन्मसँग जोडिएको छ परपूर्व कालमा उहाँ साकेत राज्यको राजपरिवारमा सम्पूर्ण लक्षणले युक्त भई जन्मेका थिए जन्मँदै शिरमा एउटा मणिरत्न भएकोले उहाँको नाम मणिचुट राखियो सानैदेखि करुणावान स्वभावका उनले राजसिंह हासल सम्हालेपछि दानशाला बनाई जसले जे माग्न आउँथे त्यसलाई त्यही वस्तु दिन थाले त्यसै क्रममा देवराज इन्द्रले उहाँको दानशीलताको जाँच गर्न राक्षसको वेशमा प्रकट भई मानिसको आलो मासु र रगत माग गरे मणिचुट राजाले पनि बिना हिचकिचाहट
आफ्नो शरीरको मासु काटेर दान दिएपछि इन्द्रले राक्षसी विष छाडी उहाँको शरीरमा सञ्जीवनी औषधि प्रयोग गरेर राजालाई पूर्ण स्वस्थ बनाइदिए। त्यसपछि उनको शरीरको मणिरत्न पहिलेको भन्दा 2 गुणा तेजिलो रूपमा देखा पर्यो। दान प्रदान गर्दै जाँदा एक दिन एकजना ऋषिको शिष्य आई आफ्नो गुरु मरीचि ऋषिलाई गुरु दक्षिणा दिनको लागि महारानी र राजकुमार दानमा मागे र राजा मणिचुटले पनि ऋषिलाई उनीहरू दान गरिदिनुभयो। त्यसको केही समयपछि हस्तिनापुरका राजाले साकेत राज्यमाथि हमला गर्न आउँदा मणिचुट राजा युद्ध नगरी साकेत राज्यबाट बाहिरिनुभयो र हिमालयको मणिशील नामक पर्वतमा जानुभयो, योग र ध्यान गर्न थाल्नुभयो। एक दिन 5 जना ब्राह्मणहरू आएर राजाका समीप आएर बिन्ती गरे, हे महाराज, हाम्रो राज्य हस्तिनापुर अनिकाल र महामारीको मारमा परेको छ। हजुरको शिरको मणि पाएमा मणि पखालेर त्यो पानी खुवाउँदा महामारी हट्ने र पानी छर्कनाले दुर्भिक्ष हटेर जाने भएकोले तपाईको शिरको मणि हामीलाई दान गर्नुभई दुखी पीडितको उद्धार गर्ने दिनुहोस् भनी आग्रह गरे। राजा मणिचुटले तत्काल यस्तो महान दान दिन पाउनु आफूलाई भाग्यमानी ठाने र ब्राह्मणहरूलाई आफ्नै शिरबाट मणि काट्न अनुमति दिए। मणिचुट राजाको शिरमा ब्राह्मणहरूले करौतीले रेटी रगताम्य अवस्थामा शिरबाट मणि झिकेर निकाले अनि मणिचुट राजाले दुवै हातले ब्राह्मणहरूलाई आफ्नै मणि अर्पण गर्नुभयो। ब्राह्मणहरूले रगत लागेको मणि दहमा लगी पखालेर लगे। त्यस दाहको नाम मणिचुट दह रहन गयो। मणिको प्रभावले हस्तिनापुरमा फैलिएको महामारी रोग शान्त भयो भने दुर्भिक्ष हट्टी सुभिक्ष हुन थालेपछि सबैको चाहना मुताबिक उनकी महारानी र छोरा हिमालयको त्यही स्थानमा पुगे अनि उनलाई पूर्ण राज्यमा फर्किन अनुरोध गरे। राजा मणिचुटले फेरि आफ्नो राज्यमा फर्केर एक आदर्श बोधिसत्व राजाको रूपमा शासन गर्न थाले। 아기 안타까지 수척하게 봐. Manchiche, Timbalame Sanje Rimboje, Jopalame Damjan Rimboje, Timbalame Jedon Rimboje, Jamne Konjo Sumla, Chopa Pulo, Chatong Holo Yulu, Yelpoton Chendon Kalwa Sambe, Sanje Tongana, Gandul de la Dirtumbe Sunbo, Cherezilla, Chopa Pulo, Yara Penje Pella, Katije Pema June, Kola Tendene Tanda, Sembil Hamekanju, Urje Rimboje la, Chopa Pulo. ल हामी सबै मणिचुटमा पुग्यौँ है यता सबैको सेकेन्ड टाइम रहेछ मेरो मात्र फर्स्ट टाइम हो 오예 여기 노산사 뱀마게서 동보라야 저경으로냐 뱀마주네 제조다 얼도 한도 먹고 세계에서 다 두개 중에도 제수zo 그룹 뱀마지데 마호 total 저기 신검도 춘예도总结감에 뱅한 저다른 저 대바 준비고 남과 신도도 전조리면 아마 저게 고라서로데 우리 뱀마주네 ल अब हाम्रो यो संसिर्किमको कार्यक्रम सिद्धियो अब चाहिँ लुङदर टाङ्ने प्रोग्राम 정보의 모든 주세모 분민들은 단절보 일고르좀 파제 보통 로와 명미사 남도 제달라제 콜라던 트르솔라던 돈도르제 병화를 리조르된 절제진 사숨내 수익을 뜻이 벨지대 정보질라 자자로 다자단들의 저와 정보나 장단이 월저와 군진에도 별배섬대 이진로 다시델레 핀소소 프로쇼 다자단들의 저와 정보나 장단이 월저와 군진에도 별배섬대 이진로 다시델레 핀소소 프로쇼 다자단들의 저와 정보나 장단이 월저와 군진에도 별배섬대 이진로 다시델레 핀소소 프로쇼야
깨깨 서소 하야로 롱타로 니모델레 첸델레 니미고야 델레 싱인체 따도델레 보콘조 숨게 따시쇼 민ጆ 롬보고이 따시쇼 연라초조 숨게 따시쇼 타달질메 투키 따시쇼 젤비 쿠손 투키 따시쇼 니네 된달 해체도 외도도 신에게 내면서 농조도 초남 레버 쩔도소 아자 롱더 पनि टनै आएछ उहाँहरु चाहिँ लोमनथाङबाट 어디야? 겹숨치고 어이 ल अब हाम्रो लुङदरको कार्यक्रम पनि सक्यो अब यहाँबाट चाहिँ हामी माथि ड्याम गएर ड्यामबाट प्रकृति रिजोर्ट जाने प्लान छ हेरौँ म फोर्या दे आफ्नो फोन सुन याद गराई ल हाम्रो माथि पनि चढायौँ लुङदर चाहिँ यहाँ पनि चढायौँ हामीले यो ठाउँ चाहिँ राम्रो बनाएको छ लुङदर चढाउनलाई हिमाल पनि देखिँदो रहेछ यहाँबाट आज छोपेर मात्रै हो नछोपेको भयो त अनि यहाँ त हिमाल त छर्लङ्गै हो नि हो ल अब हाम्रो लुङदर कार्यक्रम सिधेर ठ्याक्कै हामी तल अझिकै पार्किङ भएको ठाउँमा पुग्यौँ लाम्याङ झोलोमा नहे 15-20 मिनट जति हिँड्नु पर्ने रहेछ सजिलो रहेछ अब यो अघि त्यो मणिचुट जाने बाटोबाट हामी यो ड्याम भन्छ त्यहाँ जानलाई चाहिँ यो बाटो चाहिँ राम्रै रहेछ नराम्रो होइन अघिको सुरुको पार्टभन्दा यो पार्ट राम्रो छ अब चाहिँ त्यो 11 किलोमिटर छ अरे तलबाट अब यहाँबाट मैले हल्का हलेबुङ देखिरहेको छु त्यही भएर नजिकै पुगे जस्तो लाग्यो त्यो फ्रन्ट त यहाँ हो देखियो भित्तै सजाएको जस्तो देखिँदो रहेछ ओ त्यहाँ पनि पुरै आम ल अब ड्याम पुग्यो यहाँ यस्तो छ यहाँ ड्याम चाहिँ यस्तो रहेछ ल एकछिन त्यहाँसम्म हेरेर आउँ ल अब माथिबाट आएर ल ड्याम ल अनि यो ड्याम चाहिँ यो पानी चाहिँ खासै भन्ने हो नि बागमती नदीमा चाहिँ सफा पानी बगाउनको लागि यो ड्याम यो पानी रिजर्भर बनाएको रहेछ खास यो रिजर्भर बनाउनुको कारण चाहिँ यो रहेछ आनन्द है कचरा म अब यो तलको बाटो यो बाटो चाहिँ अघि हामी मणिचुटबाट आएको बाटो यो पछाडिको बाटो चाहिँ अहिले हामी ड्याम गएर आएको बाटो अनि यो चोकबाट चाहिँ हाइबुङ जाने प्रकृति रिजोर्ट जाने बाटो चाहिँ यता एउटा बाटो त अलि ऊ प्रकृति रिजोर्ट देखिरहेछ यहाँबाट हिमाल पनि देखिरहेछ उता बाटो चाहिँ अलि साँगुरो रहेछ आङबेम्बोको गाडी उता पुगिसकेछ देख्यौँ हो त्यहाँ
भब भब Oh, no. ल प्रकृति रिजोर्ट त्यही हो अब यहाँ हिमाल पनि देख्दैछ अम्बेको गाडी पनि उतै रोकिराखेको छ हिमाल पनि हल्का हल्का देखिरहेछ ल अम्बेको मजा पनि यहाँ पुग्यो भन्दा भन्दै डराउँदै यहाँ पुग्यो वेदर चाहिँ अलिक चिलै छ आज गोदावरी गोदावरी चाहिँ अस्ति एकचोटि फुल्यो नि त फुलेपछि फेरि त लग्छ राखेपछि अघि आएको बाटो त्यही हो के रोप्नु पर्छ अहिले यहाँ ए स्ट्रबेरी यो माथिको चाहिँ के को हो यो चाहिँ के को हो किवी ए हेलो तिमीहरू अगाडि पुगेछ पुग्यो नि हामी त पुग्यो हामी पहिले गएकोहरू पुग्यो पछि नगएकोहरू पुगिरह्यो सब हात खानु हुने हो हातले हो नि कहाँ यस्तोमा पनि आएर पुरै हातले खाँदैन लाली गुराँस ल स्ट्रबेरी हो स्ट्रबेरी फार्मिङ अनि यहाँबाट हजुरको त्यो सबै हेलम्बुको हेलम्बु त भयो यो चाहिँ हामी शेरमाङथाङ चाहिँ ऊ त्यो सेतो भएको ठाउँमा हो हामायाङ्री ऊ यो बादलभित्र हो होइन बादलभित्र नै हो नि होइन त्यो बादलकै लाइनमा टुप्पोमै छ ठ्याक्कै हेर्नुहोस् त्यो चुच्चो भएको होइन ए ए ए ए ओके 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 यो चुच्चो भएको चाहिँ हामायाङ्री ल अनि लोकमार्ग तलको रहेछ यस्तो छ मेलम्चीको खोला तल भइहाल्यो इन्द्रवती त्यहाँ भयो यो चाहिँ भोटे चौर भयो ल रमाइलो रहेछ यहाँ चिया बगान हो यो सबै चिया बगान हो एउटा फ्यामिली घुम्न आउनु भएको रहेछ हेलो अब अघि हामी आएको बाटो माथिबाट अब हामी चाहिँ तल्लोबाट जाँदैछौँ तल्लोबाट चाहिँ यहाँबाट झन्डै 7 किलोमिटर जति छ होला तल उसमा के अरे यो ट्राउट भिलेज रिजोर्ट भएको ठाउँमा 4 किलोमिटर रहेछ अनि त्यहाँबाट चाहिँ पिच रोड भेटिन्छ भोटे चौरबाट जाने हो म अभी गाडी प्याकेको नि रे पाला चिल्न गयो अब ओह्रालो चाहिँ अलिकति आउँदै मलाई सजिलो हुन्छ होला यहाँबाट अघि एक दुई ठाउँमा छुएछ ल अब यो चाहिँ ट्राउट भिलेज रे रिजोर्ट अब भनेको मतलब हामी यहाँ फेदमा पुगिसकेछौँ अनि ट्राउट खाने भए चाहिँ यो ठाउँमा एकदम राम्रो रहेछ पहिले हामीले यहीँ खाएको थियौँ अब यहाँ चाहिँ हामी नबस्ने आज यो चाहिँ हाइबुङ भन्ने ठाउँमा हो अब मैले यहाँ हो भनेर भन्नु अब हामी चाहिँ यहाँबाट चाहिँ अब चाहिँ एकछिनपछि पिच रोडै छ यो
तर यहाँ त अनि भात खाने बित्तिकै ट्राउट भनेर छिर्दैन ल फाइनली अब 7-8 किलोमिटर माथिबाट 7-8 किलोमिटर यहाँ आइसकेपछि अब चाहिँ पिच रोड भेट्यो मेरो विचारले यो चाहिँ कन्टिन्यू नै पिच रोड होला ल आम्पेम्पाको ओमन्दर अब चाहिँ कुदाउने भयो अब ल पिच रोड भेट्यो कि कुदिहाल्यो नि फिल्ली कुद्यो है अब त मैले पनि भेट्न गाह्रो पो हुन्छ थाहा पिच रोड यो चाहिँ भोटे चौर जर्सिङ पौवा साकु हुँदै जाने हो बाटो चाहिँ म पिच रोड त्यहाँ भेट्छ नि ठ्याक्कै हाइवे त ल ल अब यहाँ चाहिँ गेट देख्यो थुजिछे पर्यटकीय क्षेत्र भ्रमण गर्नुभएकोमा धन्यवाद भनेर लेखेको छ यहाँ बाख्रा बाँधेर राखेछ एटलिस्ट यतिको बारेर त्यो भैँसीहरू बारेको त एक ठाउँमा दिनभरि रातभरि बाँधेर राख्छ ओके अब यहाँ चाहिँ ठ्याक्कै मेन हाइवे भेटियो ल अब बधाई छ पिचबाट आयो बधाई छ बधाई कराएको छैन हामीले यहाँ हेरिरहेको छ सब कुशल छ सब कुशल ल अब सक्यो ल अब चाहिँ कुदाउने भयो अब चाहिँ मैले त्यो हामीले मुनि हेरिरहेको छ तिम्रो गाडीमा केही भएको छैन अहिलेसम्म एकदमै राम्रो छ आवाज आएको छैन ए हो ल जर्सिङ पौवा पुग्यौँ अब चाहिँ जर्सिङ पौवा भनेको त नि सानो पहिला हामी यहाँबाट उता गएर लुङदरगढ गएको थियौँ नि पहिले एकचोटि त्यो बेला यहाँ निङमा पनि थियो यो चाहिँ चोक चाहिँ हो मेलम्ची जाने बाटो चाहिँ त्यहाँबाट तल हामी दुईचोटि गर्ने त्यहाँबाट मेलम्ची ल अब हामी साखु पुग्यौँ साखुको चाहिँ यहाँतिर यस्तोहरू छ पुरानो गाउँ बाटो जाने चाहिँ त्यहाँबाट हो नयाँ हाइवे यहाँबाट हो पुरानो चाहिँ त एकदम हुन्छ के अरे साँगुरो बाटो छ गोकर्ण फरेस्ट रिजोर्ट यो एरियाको बाटो चाहिँ खतरा बनाएको छ यहाँ 1 घन्टा त लाग्दैन 5 किलोमिटर रहेछ है ए तपाईँ सन्चो हुनु लाग्छ ल अब यो बौद्ध पुग्यौँ फेरि हामी बौद्ध दर्शन गर्नु होला बौद्ध छ यता बौद्धको जाम छ ल 74 किलोमिटर भएछ है 74 किलोमिटरमा घर पुग्यो अब